एकजना सरको नाम चाहिँ म यहाँ भन्दिनँ, किनभने यो सामाजिक सञ्जालमा उहाँको नाम भन्दाखेरि उहाँलाई राम्रो नलाग्न सक्छ, अथवा मेरो अनुमति बिना मेरो नाम चाहिँ सामाजिक सञ्जालमा किन भन्यो भन्ने किसिमको प्रश्न हुनसक्छ। त्यही भएर उहाँको नाम चाहिँ म भन्दिनँ। तर उहाँले बोलेको एउटा चाहिँ राम्रो वाक्य अथवा शब्द छ, त्यो म यहाँ उल्लेख गर्न चाहन्छु। उहाँले के भन्नुभएको थियो भने, कुनै पनि मान्छेहरूको चाहिँ नि विगतको घाउ, विगतको पीडा छ भने त्यसलाई सम्झाइदिने, विगतको घाउलाई बल्झाइदिने काम हामीलेबाट गर्नु हुँदैन। जानी जानी त नगरौँला, तर अन्जानमा भए पनि कहिलेकाहीँ अन्जानवश उनको चाहिँ नि विगतको घाउहरू कोट्याउने काम भइरहेको हुन्छ। त्यसले गर्दाखेरि मान्छेलाई फेरि पीडा हुन्छ, त्यो पीडा दिनु हुँदैन भन्नुभएको थियो। र कसैको अब मान्छे मरणशील प्राणी हो, जसको पनि जन्मेपछि मृत्यु हुन्छ। कसैको घरमा कुनै परिवारको सदस्यको मृत्यु भएको छ भने त्यसलाई संवेदना प्रकट गर्दाखेरि पनि अलिकति सोच विचार गर्नुपर्छ है। त्यसले गर्दाखेरि त्यो संवेदनाले उनीहरूलाई चाहिँ नि पीडा भइरहेछ कि अथवा राहत भइरहेछ, त्यो चाहिँ बुझ्नुपर्छ भनेर भन्नुभएको थियो कि। जस्तो कुनै आमाले बच्चा गुमाएको छ, त्यो केही समय बितिसक्यो, उसले चाहिँ त्यो बच्चा गुमाएको पीडा आफूबाट चाहिँ नि बच्चा गुमाएको पीडालाई बिस्तारै पीडा कम हुँदै गइरहेछ, बिस्तारै बिर्सिने प्रयास गरिरहेको हुन्छ। त्यस्तो बेलामा चाहिँ हामीले फ्याक्ट गएर चाहिँ त्यो बच्चा त ओहो कति राम्रो थियो, त्यस्तो राम्रो बच्चाको मृत्यु भएछ है, हेत्तेरिका हे भगवान् च भनेर यस्तो चाहिँ भन्नु हुँदैन। किनभने त्यो आमाले चाहिँ नि बिस्तारै त्यो बच्चालाई बिर्सिने प्रयास गरिरहेको हुन्छ र पीडा कम हुँदै गइरहेको हुन्छ। त्यस्तो बेलामा फेरि हामीले त्यो कुरा सम्झाइदियो भने उसलाई बढी पीडा हुन्छ भन्नुभएको थियो कि। अब हरेक मान्छेहरूका चाहिँ विगतका चाहिँ कतिपय चाहिँ दुःखद घटनाहरू होइन, पीडादायी घटनाहरू हुन सक्छन्। त्यो पीडादायी घटनाहरूलाई हामीले जबरजस्ती चाहिँ नि फेरि त्यसलाई ताजगी बनाइदिएर त्यसको बिर्सिन लागेको दिमागमा फेरि सम्झाइदिएर त्यो घटनालाई चाहिँ दोहोऱ्याइदिएर फेरि पीडा दिने काम गर्नु हुँदैन भन्नुभएको थियो। अब कसैको घरमा चाहिँ नि कोही व्यक्तिको परिवारको सदस्यको मृत्यु भयो भने पनि होइन, हामीले चाहिँ अब संवेदना प्रकट गर्नको लागि अथवा त्यो परिवारलाई भेटघाट गर्नको लागि गएको अवस्थामा पनि अब उनीहरू नर्मल अवस्थामा, सामान्य अवस्थामा छन् भने त्यो अवस्थामा चाहिँ हामीले ओहो गर्ने होइन, चच गर्ने, अनि चाहिँ त्यो मान्छेहरूलाई चाहिँ नि पहिलाको घटनाहरू चाहिँ नि सम्झाइदिने, त्यो मान्छे यस्तो थियो उस्तो थियो होइन, त्यसको यति राम्रो थियो, अथवा मसँगैको साथी हो, मसँगै पढेको हो, हामी त मिल्ने साथी हौँ, मलाई साथै दुःख लाग्यो आदि इत्यादि कुराहरू चाहिँ भनिराख्नु जरुरी हुँदैन भन्नुभएको थियो। विगतका घटनाहरूलाई बल्झाएर फेरि ताजगी गराएर कसैलाई पीडा दिनु हुँदैन, त्यो हामीले बुझ्नुपर्छ भन्ने कुरा मलाई एकदमै राम्रो लाग्यो। त्यही भएर यहाँ मैले भने हस्।